मेरो नाम चाहिँ मिथुन ओली। हाम्रो चाहिँ यो मेरो नाम चाहिँ रोमन घर ब्लगमा यो हाम्रो यो घर ब्लगमा चाहिँ सबैजनालाई स्वागत छ। अनि हाम्रो यो छिल्लर पार्टी टिम छ। हाम्रो यो छिल्लर पार्टी यहाँ रोमन आयो भने रोमन सबैलाई आयो भने त हेलो गाइजहरु, हजुरहरु आरामै हुनुहुन्छ? सबजना आरामै हुनुहुन्छ भने चाहिँ ठिक छ। हामीले चाहिँ अब आज हामी चाहिँ स्पेशल हामीले अब के गर्ने भनेर खोजिरहेको छ भने चाहिँ अनि हामीले चाहिँ के गर्ने अब हामीले भाँडा धुने भनेर बोलिरहेको छ नि। हामी चाहिँ भाँडा धुन गइरहेको छौँ। भाँडा धुने मान्छे मैले त भाँडा धुने मान्छे। अनि हाम्रो चाहिँ स्पेसल यहाँ चिज देख्न सक्नुहुन्छ। यहाँ बबाल यो आँप देख्न सक्नुहुन्छ। बबाल यस्तरी पाकेपछि हामीले खाने हो। दुईवटा आँप यहाँ आज तीनवटा आँप दुईवटा आँप छ। अझै एउटा आँप छ अनि त्यो दुईवटा हेरेँ मैले। अनि त्यसपछि यो आँप चाहिँ हामीले बिस्तारै दुईवटा पछि छन्। हामीले चाहिँ अब बिस्तारै त्यो आँप त्यो गाइज पनि आँप खानुपर्छ। हामीले ओके गाइज तपाईँ देख्न सक्नुहुन्छ। सबैजनाले सपोर्ट गर्नु होला हामीलाई। अगाडि हामीले के नयाँ चिज देखाउँछ हामी यहाँ हाम्रो यहाँ सबैजना तिमीहरू सबैजना आएपछि अनि मैले के गर्ने, मैले गाली खान्न म मात्र गएर आउँछु म। गाइज हामी यहाँ देख्न सक्नुहुन्छ। हामीले चाहिँ यहाँ अब यो देख्न सक्नुहुन्छ। यो चाहिँ हामीले बिउ राखिसकेका छौँ। अनि त्यहाँ पनि देख्न सक्नुहुन्छ। त्यहाँ पनि बिउ राखिसकेका छौँ। हामीले अब बिउ अब उम्रिसकेपछि हामी रोपाइ गर्नेछौँ। रोपाइ गरेको भिडियो तपाईँलाई हाल्नेछौँ। अहिले हामी चाहिँ अब यहाँ माथि माछा हुन्छ। हामी माछा पनि छोपेर देखाउनेछौँ। अनि हामी जुङ्गे माछा पनि हुन्छन् अरे। हो जुङ्गे माछा नि हुन्छन् अरे गाइज। तपाईँ देख्नु सक्नुहुन्छ। जस्ता जस्ता माछा हुन्छन् त्यस्तै माछा मारेर खानुपर्छ अरे। स्नेक फिसहरू अरू के हुन्छन्? तारा माछा तारा माछा भागुता माछा सब माछा पाइन्छन् अरे। हामीले चाहिँ यो चाहिँ हामीले खनिसक्यौँ गाइज। देख्नु सक्नुहुन्छ। यो चाहिँ हामीले बारीमा आज हामीले खनेर यस्तो बनाइसकेका छौँ। यो चाहिँ हाम्रो गाइज परकी दुम्सिनी गाई चाहिँ रोपाइ कार्यक्रम गर्दैछ नि। रोपाइ कार्यक्रम चाहिँ भाँडा मस्काउने काम गर्दैछ। देख्न सक्नुहुन्छ। यो चाहिँ सिटी लगाएर हान्दैन। अम्मा फल्यो तेरो अम्मा फल्यो फर्के मेरो अम्मा आएर गाइस यहाँ अम्मा फलिरहेको छ। यहाँ माथि यहाँ पुरा अम्बाको खेती छ। अम्बाको खेती हाम्रो 100 वर्ष पुरानोको नोल्का हो गाइस। यहाँ चाहिँ पानी आउँदैन। तपाईँ देख्न सक्नुहुन्छ। जति चलायो भने चला त सुरी चला त देख्न सक्नुहुन्छ गाइस। यहाँ पानी आउँदैन। यहाँको मोटर थियो। यहाँ मोटर चाहिँ चोरी भएछ। यसमा चाहिँ स्नेक सर्भ हुनसक्छ। यसबाट त गाई चाहिँ हावा आउने रहेछ। नोल्का चाहिँ चक हावा आउँछ चलाएपछि ल गाई देख्न सक्नुहुन्छ। यसमा हावा आउने रहेछ। यसमा यस्तो गरेपछि पम्प हुन्छ सेट हुन्छ। मैले थाहा पाइसकेँ। अनि बरु तपाईँलाई त्यो अटोमेटिक जङ्गल काट्ने मेसिन ल्याइदिउँ। तपाईँ देख्न सक्नुहुन्छ। हाम्रो बोजूले चाहिँ जङ्गल काट्ने अटोमेटिक घाँस चाहिएको छ अरे। कोही छ भनेपछि ल्याइदिनु होला। यहाँ देख्न सक्नुहुन्छ। यो चाहिँ झर्नाको घरमा यो चाहिँ झर्नाको घर के झऱ्यो गाइस। टमाटर पो झरेछ त गाइस। यो माथि रुखबाट टमाटर झरेछ। अम्बा झर्थ्यो तर टमाटर झरेछ यो चोटिमा गाइस। देख्न सक्नुहुन्छ। सब्सक्राइब 0 छन्, लाइक 0 छन्, कमेन्ट 0 छन्। तर के गर्नु 1 करोड छ। यसलाई 1 करोड यसलाई चाहिँ आइफोन अरे। अनि यो 3 करोड यो सवाल बाख्राले सोध्नुपर्छ। र गाई देख्न सक्नुहुन्छ। तँलाई 1 करोड चाहियो कि तँलाई खाना चाहियो? देख्न सक्नुहुन्छ। यहाँ दिदीले आज यहाँ आलुको तरकारी बनाउँदै हुनुहुन्छ। यस्तो यो आलु देख्न सक्नुहुन्छ। यो आलु एकदमै चटपटा पिरो छ। यहाँ चाहिँ मसला हाल्दै हुनुहुन्छ दिदीले। यहाँ आगो बाल्नुमा चाहिँ यो चाहिँ फुट्यो। यो टिन फुटेको छ। यो तातो हुन्छ। यो चाहिँ हाम्रो दिदी हुनुहुन्छ। खाना बनाउनु एकदमै एक्सपर्ट हुनुहुन्छ। एकदम राम्रो। अनि हाम्रो बोजे बुढी खाँदै तन्काउँदै आउनुहुन्छ। यो साग ल्याएर आउनुपर्छ बोजेले। बोजे बुढी तान्नमा एकदमै माहिर हुनुहुन्छ। अनि हाम्रो बोजे चाहिँ एकदमै खान्छ।